ए आउनु न। यही ल्यापटप हो, अन पनि हुँदैन हो। अस्तिदेखि उयो गरेको बन्द भएको छ। ल म हेरिँदै गर्छु कि मलाई पानी ल्याइदेऊ न एक कप ल। टाढोबाट आएको गऱ्यो नि त कि होइन, मम्मीले भनेपछि मान्छेहरूलाई छोड्नु हुँदैन भन्छ सामानहरूसँग। अहिले म पानी ल्याउनु जान्छु अनि तपाईँले प्ल्याट्टै ल्यापटप लिएर लगिदियो भने म चाहिँ के गर्नु अन्त। हो भाइ, तिमीले पनि भन्ने कुरा त ठिकै हो कि, तर खासमा यस्तो हो नि त, अब सबैजना त्यस्तो हुँदैन नि त। सबलाई चोर भनेर त कसले बनाइदिन्छ तिम्रो सामान भन त। अब हो एक दुईजना हुन्छ त्यस्तो, तर सबै हुँदैन नि त। भरोसा पनि गर्नु सिक्नुपर्छ नि त मान्छेलाई। ल ल्याइदेऊ न एक कप पानी। ल त्यसो भए ल्याइदिन्छु, पानी गरिदिँदै गर्नुहोस् न ल। दादा एक पानी। ओ मलाई थाहा थियो नि यो पनि चोरै हो भनेर, लगिदिएछ ल्यापटप। के गर्नु आमालाई म, के भन्नु होला है भाइ। साला त्यो चोर, साला त्यो त्यही ल्यापटप पनि आएर मरोस् साला त्यो, त्यसले नै दबाएर त्यसको प्राण लगाउनुहोस् साला। कहाँ चाहिँ गयो पनि। ए पानी राख्यो ल्यापटप नि। कस्तो कस्तो मान्छे छ यो संसारमा।